को आयो स्कुलबाट, बाबु आयो स्कुलबाट। बाबु आउने बित्तिकै भाइ चाहिँ खुसी भयो। भाइ चाहिँ खुसी हुने बित्तिकै दाइ र भाइ चाहिँ यहाँ के गर्दैछन्, वाउ हग गर्दैछन्। हाई मैले पनि हाई गरेँ। मैले चाहिँ कपालमा मेहन्दी लाएर बसेको छु। ल्याउनु फेरि दादा चाहिँले यसलाई के दिन्छ, के हो, चुइकम खाना लायो। अब म चाहिँ खेरी घुम्न जान लाएँ। ल्याउनु साथीहरू भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। ल्याउनु म घुम्न जान लाएँ, बाटोमा छु अहिले चाहिँ। बाटोमा चाहिँ म चाहिँ कसेर हिँड्दैछु। यो चाहिँ 1-1.5 घन्टाको हुन्छ मेरो। कहिले कसो हिँड्छु, सधैँ चाहिँ हिँड्दिनँ। ल्याउनु साथीहरू यो चाहिँ जङ्गलमा जाँदैछु म। यहाँ चाहिँ आनन्द अक्सिजन पाइन्छ, रमाइलो पनि हुन्छ साँझको बेलामा। मौसम पनि शीतलो छ। यहाँ चाहिँ दुर्गा मन्दिरको पनि छ, मन्दिर पनि छ। यहाँ चाहिँ रमाइलो चिया चौतारी पनि छ। ल्याउनु हिँड्दा पसिना आछ, कति पसिना आछ मलाई। म चाहिँ धेरैमा हिँडेको भएर होला एकदमै पसिना आयो। अझै एकछिन हिँडेपछि म चाहिँ घरतिर जान्छु। अझै पनि म एकछिन हिँड्दैछु है साथीहरू। यो भिडियो तपाईँलाई कस्तो लाग्छ, मन परेमा लाइक कमेन्ट र सेयर गरिदिनु होला। यहाँ चाहिँ धेरै टिकटकहरू बनाउँछन् सबैले, भाइरल बाटो पनि हो यो। मैले पनि अलिअलि खिचेँ, टिकटक पनि बनाएँ। कस्तो आनन्द छ, हेर्दै रमाइलो छ, जङ्गल पनि छ, शीतलो पनि छ। ल्याउनुहोस् अब चाहिँ म घरतिर फर्किन्छु। यो भिडियो कस्तो लाग्छ, मन पऱ्यो लाइक कमेन्ट र सेयर गर्नुहोला। धन्यवाद।